हामी चाहिँ जाँदैछौँ स्वर्गद्वारी अनि अरू भिडियो चाहिँ मैले लिन पाइनँ हैन किनभने एकदम हतारमा थियो हतारमा भएको हुनाले गाडी पनि आइसकेको थियो के त्यसैले मेरो बहिनी चाहिँ के अरे गाडीमा नै सुज लगाउँदैछ क्या अनि मैले चाहिँ भिडियो बनाएर राखेको छु हैन यतिकैमा दिदी चाहिँ के गरिरहनु भएको थियो ला काफल खाऊ है काफल गाइस यो वनमा पाइने एउटा काफलको रुख कर्रेबा भन्नुहुन्छ त कहाँ छ कि कर्रे कहाँ सस्तो होला त कि त्यो आँप फले जस्तो उटे चोर थपिन्छ कि रुखमा को तार्न सक्छ ल गाइजहरु ल ल ल ल काफल खाने कार्यक्रम भइरह अहिले चाहिँ ऐसिलु कारा मात्र छ त ऐसिलुमा त मैले भेटे खै त्यहाँ कहाँ गाछिस के त्यहाँ म पनि सक्दिनँ माटी छ म काटिपम कि त्यहाँ के होइन के भाइ एउटा एप्पल जस्तो छ त यो त एप्पल पनि छ त योमा कारा छ कारा अर्नामा रुखमा चढेर काफल खाइरहेको छ गाइजहरु कहिले एउटा म दुईटा म यहाँ छु रुख पनि यत्रो छ कि पुरै उता पनि छ त्यो माथि पनि छ काफलको जान कहाँ जाम भन्छस् के यहाँ छ यहाँ काफलको बुटा को स्त्री बुटा मात्र छ काफल त फले अलिअलि मात्र छ लड्किन्छ नि यो वाला काफल छैन छडै छैन काफलभरि अहिले त काफलै छैन नि सबै सकिहान् यो माथि अलिअलि मात्र छ एउटा दुईटा मात्र स्याउ पनि रोप्या रहेछन् मलाई पनि एउटा दिउ न एउटा यस्तो हरियो हरियो पाक्या वाला सल्लाघारी सबै खाए पत्तै गुलियो हुँयो नि ताजा पनि आलु दिएर काँचो पनि मिठो हुन्छ गुलियो हुने रहेछ दाइ देखाछि त ल म भिडियो गर्दिन ल मलाई बत्ती साफ गर्न जान लाग्छ के ल नो खसाली के माग्न के फर्स्ट टाइम टिपेर खाएको काफल एउटा खाता त झर्न जाइयो बिना पत्तीको चर यो के थाप्ने भने तनी कहाँ जाला त्यति काम त त जाने ओ मिन्छ के हेप्दै मम्मी कहाँ जानु मन त नजानु के लेखेको के धेरै काट्छ मम्मी नजानु अब पकर्कै पूर्वैको बतासमा ल र हेर्दै कस्तो टुसिया थियो ल 1 2 2 3
ए हाँगा त नटिपन आइसाल फल्छ त भाइ अब आइसा होला मा ऊ तलतिर हेर्न तलतिर सस्तै छ आइसाल त नआए पनि के अरूले खान्न आइसाल त मान टिटीको तल टिप्टेर खुट्टातिरको हेर त खै खसिन्छ नि त म एउटा टिपेर खान्छु कस्तो आइरहेको छ त कपाल आफै टिपेर खाँदा एकदम राम्रो राम्रो लाग्छ अर्ना रुखमा चढेर टिपेर खाँदा त कस्तो लाग्दो रहेछ नि एकदमसँग के भन्छ चुकिलो हुने रहेछ यहाँ त काँचो पनि गुले हुने रहेछ नि अनुभव भइरहेको गरे हुन्छ म कतिखेर म काफल टिपेर खाँदैछ है एप्पल यहाँ वाउ दुईटा टिपेछि दुईटा यस्तै खानुपर्छ यहाँ छे यो त चुच्चा सब कसैले झेले फेरि त्यही त यस्तो मिठो मिठो पारेछ मैले टिप्नु जान्न गएको म पुरै अमिलो टिपेँ यसको हात अमिलो रहेछ अर्ना दिने तपाईँले जे भने र त्यो त मलाई गुडिरहेको थियो केमा थाहा पाउनु पर्यो ल काली थाहा नाच्नेहरू उहाँ काफल हो कि ऐसेलु खाँदैछ फर सबै खाइसके खान् लास्टतिर आएर पछि त यस्तै हो ऊ खसी त हाल्यो छिटो टिप्नु न खसी हाल्यो क्या बोला तूने अरु कान्छ टिप खसीको तिमीले पकडेको त खै खै आऊ अब यता ल आमालाई दे ममा जल्ला छु के माथि के गर्नु आमा झरीको के दिदी म एक कुम्लो पकाएर काफल छैन झरा भन्नु झरा बाबा त यो कुम्लो मात्र हो कि काफल त घेरै एउटा भेटाएन है म अब यता सब झरीको अलि धेरै भएको ठाउँमा टिको टिपेर खाने हो त छैन आहा बिस्तारै बिस्तारै एक दुई ल तेरो मुखमा खाइदिन्छ है आगोर्तीसम्म हात पक्रेर छाडेर त्यहाँ ऐसेल सेटी टिपिदिन लाग्छ यताको हाँगामा चाहिँ काट्दै हो न यता त्यति यो हाँगामा काट्दै यताकोमा चपलु आफै टिपेर खाएर घेरा पनि खान भित्र गइहाल्ने रहेछ दिदी मर्दैछु त्यहाँ नानी एप्पल जस्तो छ त एप्पल हो र हो यता त फुल पनि फुल्छ कि क्या हो मम्मी एउटा होइन एउटा होइन त्यो पनि छैन के मैले भने जस्तो लाग्छ होइन होइन यो होइन उ त्यो मिस त्यो त्यो नहुने काला छ अङ्गुर अङ्गुर पनि छ यहाँ बाउला नि जान्न नि झरा बा आऊ अब छिटो आऊ गाडी आछ हेरौ यहाँ चाहिँ कहाँ जानु पर्यो त्यसो नगर न कमला आन्टीको यो पनि भिराको छ यो भन्दा पनि धुलो फिटी छ कि सुले टिप्टा फिटीमै नाइस सुपर काफल टिप्दैछ है नगर न नखाइस् भने खसीको दाम सक्दैन किन नि अन्तिम त सक्दैन त्यो तान्नु भएको के त्यो तान्नु न छैन छैन के त्यसमा हाँगामा त तानेर के गर्ने झरीको त म के
काफल खाएर नि अनुभव गरियो। त्यो बेला अलिअलि 1-2 मात्रै छेउ पाकेको थिएन कि थियो रे त्यो बेला। कहिले सानोमा थियो नि त। त्यति बेला ल सकिएको थियो। लप्पेन कि फोटो पार्ला थियो सबै। काफल जस्तै काफल रे हो। आइसेलु त्यो खान्छ नि हुन्छ ल कहाँ बिचन गएर खै पटै आमा त्यो के हो के खान्छ नि खै त्यो के आर बखरा हो क्या आर बखरा त्यही हो भन्छु कि भयो कि जामा त्यो के हो र खासमा यो के रहेछ हैगो छ कि नगर न जामा के गर आमालाई खाइन के यो के खासिने जाम के आउनु अहिले थोरै भएको क्या त ल कति सस्तै किन्छ आमाले सबै किन्छ खाउ र एउटा माथि छ ठुलो रुख काफल पो पारि पल्या छ खसा पनि ठो जाँग छैन हेर्नै चित्त बुझाउने हामी एपिसा जान्न जोस खानु भएको छ के रे त्यसरी खान्छौँ हामी पहेँलो काफल हेलो काफल वनको काफल वनमा फल्ने फल रे के नाम हो भने अमेरिका साथीहरू यो चाहिँ वनमा फल्ने पाइने एक प्रकारको फल हो यो चाहिँ जताततै हुन्छ वनमा होइन यो पहाडतिर अनि खाने बगाल ऐसिल खाने बगाल हो काफल देखेपछि त मान्छेहरू चार आँखा लगाएर हामी त हेर्छ हामी चाहिँ काफल र ऐसिल खाइसकेपछि हामी अगाडि बढ्छौँ अगाडिबाट यस्तो मजाको सिन देखेको थियो है साथीहरू यहाँ चाहिँ यस्तो दामी कि होइन अनि गाना पनि सेम बजिरहेको थियो कि होइन अनि गाना पनि सेम सिन पनि यस्तै सेम मिलेको जस्तै बजिरहेको थियो कि यस्तो दामी होइन हामी चाहिँ अब यहाँ अगाडि एकछिन फोटो खिच्छौँ अनि त्यसपछि अगाडि बढ्छौँ स्वर्गद्वारी पुगिसक्यौँ स्वर्गद्वारी प्रवेशद्वारमा आज यति भिडभाड छ नि आज शनिबार भएर नाचगान पनि सुरु भइरहेछ
नाच जो लाए वाह खुट्टा एकछिन फोटो खिच्न मस्ती वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन कृष्णजीको दर्शन गर्ने पापी पनि हेरन कृष्णले ठेकी फुटाए गाई दिने बेला नभई गर्छ फुटाए हेरन कृष्णले ठेकी फुटाए गाई दिने बेला नभई गर्छ फुटाए हेरन कृष्णले ठेकी फर्केर हेर के साह्रो भयो भगवान सिधी चढ्न यस्तो गाह्रो भइरहेको थियो नि है साथीहरू पहिला के होइन यता सिधी नै बनाएको थिएन के आजभोलि त यस्तो दामी बनाएको छ सिधी बनाएर पहिला चाहिँ यत्तिकै हिँड्ने के उकालो ओह्रालो होइन डाँडा काँडा के भने जस्तै के सानो बाटो मात्रै थियो कि मन्दिरसम्म पुग्नको लागि अहिले चाहिँ धेरै राम्रो भइसक्यो यता स्वर्गद्वारी पनि यति डेभलप भइसक्यो क्या यता अनि माथि मन्दिरसम्म पुग्नको लागि गाह्रो हुन्छ नि त अनि त्यही भएर सिधीको बिचबिचतिर चाहिँ पटक्षालाई चाहिँ बनाइदिएको छ क्या विश्राम गर्नको लागि आनन्द हुन्छ क्या अनि अब गाह्रो हुन्छ नि त सिधीमा चढ्न होइन भर्याङ चढ्न धेरै गाह्रो हुन्छ अब बुढापाकाहरू पनि जानुभएको हुन्छ नि त अनि उहाँहरूको लागि चाहिँ बस्नको लागि के भन्छ पटक्षालाई चाहिँ बनाइदिएको छ क्या अनि के भइरहेछ भनेपछि अब फुटबल खेल्ने मान्छेहरू यस्तो गरेर हुँदैन भन्दै भेनाजु चाहिँ कुद्दै हुनुहुन्छ क्या मलाई गाह्रो भएको छैन भन्दै भर्याङमा नि कुद्दै हुनुहुन्छ हामी त्यस्तो गाह्रो भइरहेको थियो नि सुपर गेम त्यस्तै गरिरहेको थियो अनि हामी चाहिँ एकछिन विश्राम गऱ्यो अनि अगाडि बढ्यौँ अब मन्दिरमाथि पुग्न लागिसक्यौँ हामीहरू बसेर फोटो खिचेर स्वर्गद्वारी पुरै सब बन्न लागेको रहेछ नि मन्दिरहरू र आज शनिबार भएर पनि कति प्याक जस्तै हो कि त्यो के आएर बखरा आऊ छिटो कतादेखि पूजा गर्न पूजा गर्न जाने मान्छेहरू उठै छन् के हो यो यस्तो
प्रज्ञा दिदी चाहिँ कि चाहिँ सुषमा साथीहरू हामी चाहिँ मन्दिरबाट आइसकेको छौँ तल राजाउनु भएर हामी देखेँ आज किन हो किन आज मेरो क्यामेरा राम्रो हो कि मान्छे आइफोन त होइन त्यसले के अरे डिएसएलआर जस्तो अँध्यारो भयो अब हामी जान आइसक्यौँ मन्दिरबाट तल अनि फर्किन लागिसक्यो होइन मन्दिरबाट तल झर्दैछौँ यति गाह्रो छ नि यो मन्दिरको त्यो सिडी चढ्न कहाँ हो अझै त हामी कहाँ आफ्नो खेतमा झर्नु पर्ने भए उता पछाडि मम्मीहरू आइरहनु भए अनि यता अर्दा म जाँदैछौँ अनि सेनानी र भेनाजी गइसक्नुभयो अब हामी फेरि पनि आउनेछौँ बिस्तारै कति 1 वर्षपछि हामी अहिलेलाई के पराएन पराएर हाम्रो पराएरै किन अलि त्योभन्दा अगाडि पराएर पनि धेरै ठाउँ भएको नि त्यो राम्रो किन आएको छ कि आज हामी जोड्दियो फेरि पनि आउनेको बाचाको साथमा हामी मन्दिरबाट तल झरिरहेको छ साथीहरू अब हामी जान्छौँ सिधै तल खाना पनि खानु भोक लागिरह गेट पनि सानो भएको यहाँ पानी पनि खानु अब सबै खेलाहरू राम्रोसँग खोज्यो नि त अब लास्ट इन्डिङमा हुन्छ कलर लाली ग्रासको फुलको कलर राम्रो कति नआएको नि पसिहाल्यो बोलाएर आज शनिबार पनि भएर पनि मान्छे कति धेरै आएको नि लिपिटी खेलेको चिप्ली खेल्दै यसरी के चिप्लिँदा नि ओए अनालाई ध भएर चिप्लिँदै रेलिङको चिप्लिँदै खेल्दै गएर आयो ल न फेरि वो ल यहाँको परेर फ्याँकको पछाडि जाने यस्तो दामी सिन छ नि यहाँ तर मम्मी प्रज्ञा दिदी चाहिँ यही पछाडि आउँदै हुनुहुन्छ है फुल उतातिर लाली ग्रास फुल हामी त काठमाडौँ ए बाल्टी ल्याउनु मायालाई पानको पात अरूलाई धानको पात 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 मायालाई पानको पात अरूलाई
Hahaha.